हेलो गाइस, आज खेलेको थिएँ सिएस। सिएसमा मान्छेहरूले भन्छन् कि हेडसेट बिना गेमले राम्रो हुँदैन, तर आज म तपाईँलाई एउटा गेमले देखाउन आँटेको छु जसमा म 1v3 हान्छु, त्यो पनि एउटा हेडसेट बिना। सुरुमा मसँग युएसपी मात्र थियो, मैले अरू कुनै गन किन्न र म अगाडि दौडेँ। दौड्दै एनिमीले मलाई ड्यामेज हान्नु म ओरियन बनेँ। ओरियन बनेपछि म यहाँ दुलोभित्र थिएँ। दुलोबाट म यहाँ साइड उठाउने नै। साइड उठाएपछि यताबाट एउटा केटी आइरहेको थियो। मैले त्यो केटीलाई सुरुमा बडीले मात्र पनि त्यसलाई ढालिदिएँ। त्यसपछि त्यसलाई फेरि छानेँ। त्यसपछि म यहाँ हिल गर्न थालेँ। मेरो दुईवटा साथीहरू नक भइसकेका थिए। अनि म हिल गर्दा उताबाट एनिमी आउँछ भनेर यता पछाडि भागेँ। यता भागिसकेपछि अब म फेरि हिँड्न थालेँ थिएँ, तर हेरेँ कि एचपी फुल थियो। एनिमीले पनि मलाई देखाए जस्तो लाग्यो मलाई, किनभने त्यसले त्यो स्किल युज गरेको थियो। म अब पछाडिबाट गएपछि एनिमी तल गयो। म फेरि यहाँ गएर मेरो छोटा सर्टगन बोकेँ। छोटा सर्टगन बोकेपछि फेरि एनिमी खोज्दै जाँदाखेरि पछाडिबाट एनिमीले हान्न थाल्यो। यहाँ एकछिन बसेर एनिमीलाई एक सर्ट कनेक्ट गरेँ। त्यसपछि म ओरियन बनेँ। ओरियन बनेर रिलोड गर्न थालेँ। फेरि एनिमीलाई एक सर्ट कनेक्ट गरेपछि त एनिमी डाउन हो। फेरि त्यसको साथी आइपुग्यो। त्यस साथीलाई मैले 102 सर्ट कनेक्ट गरेँ। अब 102 सर्ट कनेक्ट गरेपछि त्यो पनि डाउन हो। यसरी मैले एउटा पनि हेडसेट बिना 1v3 हानेको थिएँ। तपाईँ पनि हान्न सक्नुहुन्छ।